मनुष्य आफ्नो विनाशको कारणै आफै हुन्छ। त्यसको वान अफ द बिगेस्ट कारण हो त्यसको इगो। तपाईँ यसको प्रसङ्ग हेर्नुहुन्छ भने भगवत गीतामा महाभारत तपाईँले देख्नु होला। महाभारतमा कौरवहरूसँग के थिएन? नारायणी चतुर्भुज सेना थियो, सारा सम्पत्ति थियो, सबै हुन्छ नि वर्ल्डको सर्वश्रेष्ठ धनुधारीहरू हुन्छ नि सबै कौरवको सेनामा थिए, तर हार भयो। कारण के त? एउटा इगोले गर्दा। त्यस्तै भर्खरको जुन हाम्रो देशमा घटना घट्यो, जेएनजी आन्दोलन भयो, यो नेताहरूको भागमभाग भयो, कारण के हो त? उनीहरूमा पनि इगो भइसकेको थियो हाम्रो नेताहरूमा। मै हो यो देशको हुन्छ नि राजा नै मै हो। आफ्नो जनताप्रति जसबाट चुनिएर आए त्यसैप्रति उत्तरदायी भएन। उनीहरूको नर्मल कुरा पनि पुर्याउन सकेन। त्यो सबै के हो त? उनीहरूको इगोको कारणले गर्दा, हाम्रो यी नेताहरूको इगोको कारणले गर्दा नै उनीहरूको विनाश भयो। त्यस्तै तपाईँ यसलाई बिजनेसमा जोड्नुहुन्छ भने जुन एन्टरप्रेन्योर जुन दिनदेखि यो सोच्न थाल्छ यो मेरै कारणले भइरहेछ, आफ्नो टिममा हुन्छ नि त्यो श्रेय दिँदैन, आफ्नो कस्टमरप्रति ग्र्याटिट्युड हुँदैन, त्यो एन्टरप्रेन्योरको पतन हुन समय लाग्दैन। सो कुनै पनि ठाउँमा तपाईँ हेर्नुहुन्छ भने इगो एउटा यस्तो कुरा हो कि तपाईँलाई विनम्र हुनुहुन्छ भने माथि पुर्याइदिन्छ, जुन दिन तपाईँमा अहम बढ्दै हाल्छ तल खसाउन पनि समय लाग्दैन।